नाकडा हेल्यो त्यो कस्तो भयो नि आन्दोलन कति गयो उडेर कतिको राम्रो भयो त नि दसैँ आइसी भाइहरूको आमा 100 को पाइट 400 को भेस्ट वर्षबाट पढ्यो भने टक्क हाम्रो ग्याङमा पाउने हामीसँग गन छ खुकुरी छ खोलातिर सब छ फेरि दर्शक मिनट हामी फेरि आइसकेको छौँ नयाँ भिडियो लिएर ताजा भिडियो लिएर हामी टक्क आज लड्ने गर्छौँ हामी सबजना हामी मोलिस ग्याङ पनि आइसकेको छ हामीसँग है टक्क लाएर अनि हामी चाहिँ लड्ने खेल हाम्रो चाहिँ इक्जाम सक्यो तर केटाहरूको सकेन क्या किन यस्तो के भन्नु न त केटाहरू के भन्नु त यार यही हो अनि हाम्रो यहाँ बाहुन कृष्ण छ है हाम्रो दादा खा होइन त्यहाँ झोले ग्याङहरू छ झोले ग्याङहरू यस्तो दादा खा हाम्रो ठुलो दादा छ यहाँ फुचेर छ होइन त्यो गयो फुचेरबाट ग्याङ अब चाहिँ हामी टक्क यस्तो लन्डको समस्या घुम्यो होइन अब आज लास्ट दिन हो अब फेरि भोलि आउनुपर्छ यहाँ सपिङ हान्नुलाई 10 लाखको होइन टक्क लाएर के किने आज हामी घरछडी कति सब्जी हो आइफोन अरे कहना क्या चाहते हो आइफोन किनौँ न अनि त्यो गाइज अब आइफोन 16 हान्दिउँ न खोइ साथी आइफोन झिको आइफोन ल एक्सचेन्ज हो आइफोन तिर्नु आइफोन किन्ने क्वेसन भन्ने 2 लाख रिजै सबसँग आइफोन छ यहाँ सबसँग यहाँ Oh my god. हामी यसरी हिँड्छौँ गाइस त्यति राख्नु गाउँमा आइफोन ल त्यो गाइस अब चाहिँ हामी टक्क घर लाग्नु हुन्छ है टक्क आयो अब एक्जाम सकेन त नि त्यही भएर चाहिँ टक्क मैले भ्लग सुरु गरिदिएको केटाहरूको सामु अनि केटाहरूको एक्जाम सुरु नि त केटा जान्दिमहरू ल बाई बाई ल हाम्रो यहाँ केटाहरू गइसकेछ अनि सक्नु सर कस्तो बताउने एक्जाम हजुर पनि केटाहरू सबजना कलेज सकेपछि हामीले मोड भाइ यहाँ छ मोड भाइको होइन मोड भाइको चाहिँ हामीले गाइस ल मोड भाइको स्वागत नि त मोटे ल नाकडा हेल्यो त्यो अनि अब हामी घरतिर लाग्नु हुन्छ यहाँ बाटो साटो बन्दा त त्यहाँ बाटो छ सक्दैन स्वाग मिलेन भनेपछि आफ्नै गाउँमा नि चिनेन मलाई चिना खाँदै आमा हेर्दै मोटे यहाँ बाहुन खै अनि हामी चाहिँ केटा यो चितोर सितोर खाइरह होइन टक्क चितोर सितोर टक्क खाएपछि त फेरि आम टेस्ट हेर्छु के को टेस्ट नि यहाँ बसेर हेर्दा आम्मा हामीले टेस्ट सक्दैछ न नाम पनि बिर्स्यो गाली बाहुनले खा विशाल देखाइदिनु फेरि बाहुनले धेरै दिनपछि खानु पाइन्छ है चितरा होइन खुसी भएर छ यहाँ त्यता खान्छ यार खाइदिए सब माया खाइदिए साला किन पाछेन सब खाइदियो मासाले कहाँ पुछे भाइ रन्नती त्यो गाडी खाली छ गाडी प्याकमा हुन्छ हामी चाहिँ कहीँ जानु मिल्दैन क्या मोटे कस्तो पछि आयो हेरे यहाँ रुकै हो गर्नु छोड्यो क्या तँलाई नरु न सो गाइस लास्टै गर्नु भएर छ है अब के गर्नु अब जानु पर्यो यसो केटाहरूले यसो पुसी हालिदिउँ न यार यसो बाइक सिक्नु पऱ्यो नि मात्रै हाम्रो मेरो अङ्गलमा गाडी कल्फर गइकन र हाम्रो अब के भन्नु यस्तो बनिनु बसेको बस्यो बाहुन भाइ घरको रियल पेयर आउने आएको छ बाहुन भाइ तर हेरेर केटा यसलाई मोज छ गाडीमा सुन्नलाई आम्मा राइट ओ यहाँ फेरि अर्को बाहुन खाला त्यहाँ छु ओरिजिनल बोको हो यो दसैँको लागि राखेको हामीले यहाँ 80 किलोको बोको हेर्न सक्नुहुन्छ बाहुन त कि यहाँ मात्रै हाल्छ कि यसको बाह्र अर्को
यहाँ त नि गाडी त खाली छ नि ल हामी सिधैमा दबा अनि ग्याङ हामी दस गाइस लडे लड दादा अब के अब हाम्रो त मोजिसक्यो केटा होइन यसरी टक्क सुति हाम्रो सिरानी हाँस टक्क बसी सरी 200 दिनले के छ भने केटा होइन सो दर्शकबिन हजुर दिन सक्नुहुन्छ हामी टक्क कलेजबाट आएर खानासाना खाएर 2 निन्द्रा सुतेर 1 निन्द्रा होइन 2 निन्द्रा सुतेर हामी आइसकेको छ आजको मौसमसँग ताजा मौसमसँगले हामीले टक्क भिडियो बनाइसकेको छ अनि एउटा कुरा चाहिँ के हुन्छ अघि म थाहा नै मैले भिडियो बनाएको छु भनेर ल एकछिन साइको भइदिएर ल मैले भ्लग नै बनाएछ भनेर जस्तो भइदियो है त्यो अब छुट्टी भएपछि त भ्लग त हाम्रो त अब रेगुलर त हाल्नु पऱ्यो भने गाइज छुट्टी भए बेला भ्लग हाल्नु भने फेरि नि हाम्रो भ्लग के गर्छ हुन्छ नि यहाँ भाइहरूको यहाँ 10 लगाइसक्यो चङ्गा खै चङ्गा चङ्गा आमा ल अलि माथि उडा न माथि उडा उडा गाइज ल ओहो भाइहरू 10 लगाइसक्यो है यहाँ आइसी फिजारको मेरो फ्यान यो म त राम्रो ल ओ हालै गाडीले के 10 लगाइसक्यो भाइहरू चङ्गासँग उडान थालिसक्यो अब आफू बुढो भयो भनेर भन्नु नि मिल्दैन गाइस नि अब चङ्गा यसो अहिले हालिदिन्छु ल भ्लगमा हेरे ल त्यो अब हामी आइसकेको छ यहाँ फेरि अब बाटो हिँड्नुहुँदैन केटाहरू आज फेरि ड्याम्नु भेट्छु 10 लगाइसक्यो यसो बियरसिर खानु छ भने केटा के भएर बियरसिर खानु छ नि यहाँ होइन ल साथी बिस्तारै तपाईँ बियरसिर खानु छ अब अनि त्यो सबजना 10 लगाएर त आमामा अहिले त अब केटाहरू त भ्लगै नहेर्नुलाई है फेरि पुरा दारू खाएर त आमा तास खेलेर यही टक्क यहाँ चोट खाएर होइन तास एक ट्रायल दुःख ट्रायल भन्दै बस्नु ल केटाहरू भग्न हेर्नु जसो गाइस थियो टक्क टाइम मिलेर बेला टक्क लगाएर यसो भ्लग हेर्नु होइन अनि अब चाहिँ म गाउँ पनि जान्छु अब भोलि सपिङ गर्न जानु छ गाइस के भन्नु अब सपिङ अब त्यो धेरै होइन 2-3 लाखको सपिङ त गर्नै पऱ्यो अब गाउँ जान टक्क अब यस्तो हिरो सिरो भएर जानु पऱ्यो 2 लाख भने 200-300 सपिङ के 100को पाइट 400को भेस्ट 350 जुत्ता त्यति भयो होइन अरू चाहियो भने बिस्तारै किन्ने जाउँ भने होइन के हामी त्यस्तो त्यो गर्नु होइन अनि त्यो म अब जाँदैछु हाम्रो मोटा भाइको क्याफेमा अब क्याफेमा 2टा खोल्यो केटाहरूले ल दुईजनाले अब एकवटा क्याफेतिर छ होइन कुन क्याफे जानु भयो क्या अब हिजो साथीकोमा गएँ अब आज म दाइकोमा जाने क्या हालै पिलो फेरि टक्क आज एक दिन त्यो क्याफे भोलि त्यो क्याफे गर्दै जानु पर्नुहुन्छ हामी चाहिँ होइन किनभने अब हामी सेलिब्रेटी मान्छे टक्क त्यहाँ यताउता दायाँ बायाँ गरेर जानु पर्छ टक्क होइन त्यो फेरि गर्नु हुँदैन त्यही हो र अब म यस्तो क्लास जान्छु अनि अब आज त यस्तो खतरै रमाइलो हुन्छ होला किनभने अब आज त बबाले छ नि त हाम्रो दिन त होइन टक्क कलेज बिदा भएको दिन होइन बबाले दिन्छ नि आज त नि त्यसैले ल त्यो म यसो माथि त्यहाँ केटाबाट पुग्छु अनि त्यहाँ एकछिन मिटिङ सिटिङ छ हाम्रो आज होइन ग्याङ मिटिङ सिटिङ के छ के छैन सब मिटिङ सिटिङ गरेर हामी एकछिन भेट्छौँ गाइस भेटिसक्यो अनि कस्तो भयो नि आन्दोलन कति गर्ने उडेर कस्तो कतिको राम्रो भयो त नि मसँग उडेर लडेको केटा चाहिँ एकै बेला आयो होइन बेला आयो मैले भनेको आन्दोलन उडेको विजय भयो क्या बेला अर्कोले उडाइसकेपछि यत्रो मान्छे उडाइसकेको छ नि म नहुनु जस दाइसँग अलि खतरै उड्यो होइन दाइ मजा थियो अनि म हेका खाइसकेँ तपाईँ तपाईँहरू भेटिसकेको त्यसो ल टक्क हाइटमै सबजना आउँछ हुन्छ यहाँ आइदिनु कहाँनिर भेट्छ फेरि यहाँ आयो नि त हजुर एक बिहाको म फेरि खतरा थिएन त्यो दिन तर खतरा भयो थियो खतरा भयो रमाइलो भएको थियो हाम्रो दाइ उड्नु भएपछि त नि म नआउने कुरा हुन्छ ग्याङ गर्ने होइन म त झन् जे होइन हाम्रो दाइ टक्कै फिटिङ छ फेरि हाम्रो होइन त्यही अनि ल अब हामी आइसक्यो अब यस्तो हाम्रो ग्याङ आज हाम्रो ग्याङ मिटिङ हेर्नु त नमस्ते अनि आज हाम्रो ग्याङ मिटिङ हेर्नु त ग्याङ मिटिङ हेर्नु हाम्रो आज अनि त्यो ग्याङ त्यो अब फेरि अब चाहिँ जेन्जीतिर यस्तो के लटचडा पऱ्यो एकछिन लटचडा पऱ्यो भने टक्क हाम्रो ग्याङमा पाउने हामीसँग गन छ खुकुरी छ खोडादरा सब छ फेरि यसपालि जेन्जीमा भएन त्यहाँदेखि चाहिँ हामीले खुकुरी खोडासोडा सब रहेछ होइन टक्क केही मान्छे मार्ने पऱ्यो भने टक्क हाम्रो ग्याङलाई काले ग्याङ कम भनेर टक्क मार्दैन फेरि त्यहाँ खोडासोडा गन छन्
टक्कर फेरि हामी खतरा अहिले चाहिँ सबजना टक्कर कल्चर हामी पनि ग्याङ होइन टक्कर त्यो अब हामी यहाँ यसो अब यसो चिया खानु पर्नुहुन्छ दाइ त दाइ के अन्त अब ड्रग्स खाने चिया भनेर छैन ड्रग्स खाने ड्रग्स खाने कि नखानु ल त्यो अब हामी एकछिन यहाँ बस्छौँ ग्याङसँग आयो भने टक्क नि यसरी डिम्बिटी गरेर टक्क अनि हामी माथि अहिले माथिले भेट्छौँ भने गाई त्यही यो सबजना ह्याप्पी दसैँ त्यो गाई चाहिँ अनि म चाहिँ घर आइसकेँ अनि तपाईँहरूलाई आज एउटा के कुरा भन्न जानेको भने मैले चाहिँ टक्क हामीले एउटा ग्रुप खोलेको छ है भनौँ न अब त्यो इन्फिनिटी सर्कल वाला ग्रुप होइन त्यो ग्रुपमा चाहिँ कोही यस्तो हाम्रो ग्रुपमा आउन खोज्न चाहनुहुन्छ भने चाहिँ टक्क मलाई सम्पर्क गर्दा हुन्छ मेरो टिकटक आइडीदेखि लिङ्कदेखि सब मैले त्यही त्यो मुनि डिस्क्रिप्सनमा छोडेको छु अनि त्यो ग्रुप चाहिँ हाम्रो के हो भने खास गरी होइन त्यो एउटा ग्याङ होइन कि त्यो ग्याङ टाइप होइन त्यो यो झगडा गर्ने या यो पुरा त्यो होइन हाम्रो त यति ग्रुप छ ग्याङ छ भने चाहिँ झगडा गर्नेवाला ग्रुप चाहिँ होइन यो चाहिँ हल्का कस्तो ग्रुप भन्दाखेरि क्लब क्या क्लब एउटा संस्था जस्तो क्या एउटा भनौँ न अब काहीँतिर के अब अहिले चाहिँ अहिले भर्खर बनाएर आएको छैन यो खासै त्यस्तो भएको छैन जस हामीले चाहिँ के गर्न खोजेको त्यो ग्रुपबाट भने चाहिँ तपाईँहरूले त्यो भन्छ होइन जस्तै अब काहीँतिर केही पुगेको छैन राहतहरू केही पुगेको छैन भने त्यहाँतिर गएर सहयोग गरिदिने वृद्ध आश्रमतिर बाल आश्रमतिर गएर सहयोग गरिदिने हाम्रो त्यस्तोवाला ग्रुप हो अनि काहीँ के प्रोटेस्टहरू अब धेरै प्रोटेस्ट भएर आउँछ नेपालमा हुँदैन अब अहिले भयो फेरि पछि नहोला भन्ने चान्स पनि हुँदैन होइन किनभने अब राम्रैवाला मान्छे बस्यो भने अब त्यस्तो हुँदैन नराम्रो बस्यो भने फेरि प्रोटेस्ट हुन्छ होइन त्यसतिर गएर अब आफूले सक्दो सहयोग गरिदिने होइन त्यो गरेर त्यस्तो गर्ने हाम्रो एउटा त्यो ग्रुप खोल्न आँटेको हजुरहरूलाई अहिले चाहिँ मैले यति नै जानकारी भन्छु तपाईँहरूलाई अब यसो ग्रुपको बारेमा के बुझ्नु छ भने टक्क मलाई कमेन्ट गर्नु होला कि कमेन्ट कि म्यासेज भयो भने गर्नु होला म तपाईँहरू त्यहाँबाट भन्छु ग्रुप यस्तो भनेर जोस् ग्रुपमा चाहिँ हाम्रो केटादेखि सब बस्न पाइन्छ त्यस्तो त्यो कसलाई त्यस्तो त्यो छुट्याउनुवाला त्यस्तो ग्रुप होइन है अब ग्रुप हुन्छ ग्रुप टर्नै भयो भने ग्रुप ए ग्रुप बी बनाउन सक्छ किनकि ग्रुप ए ग्रुप बी बनायो भने चाहिँ अब 2-3 ठाउँमा केही समस्या परेको छ नि एक ठाउँ त्यहाँ गएर हाम्रो ग्रुपले हल्का सहयोग गर्न सकिन्छ त्यही भएर चाहिँ है अनि त्यो जस कोही आउन इन्ट्रेस्ट हुनुहुन्छ भने टक्क आउनु होला मैले अहिले चाहिँ ग्रुपको बारेमा त्यस्तो खासै राम्रोसित भनेको छैन किनकि मलाई त्यस्तो खासै छैन है त्यो छैन हाम्रो अरू मेम्बरहरूलाई सोध्नुपर्ने हुन्छ किनकि अब मैले चाहिँ जस बुझ जतिको भनिदिएँ अरू नबुझ्यो भने टक्क हामीले तपाईँहरूले एउटा म्यासेज बक्स हुन्छ त्यो म्यासेज बक्समा तपाईँलाई टक्क हामी कपी गरेर पठाइदिन्छु तपाईँहरू पढ्न सक्नुहुन्छ त्यही त्यहाँ जानुहुन्छ अनि म आइसक्यो अनि आज हाम्रो ग्रुपमा त्यही मिटिङमा थियो अनि दिनु सक्नुहुन्छ गाइज बिउ आजको अब दसैँ आइसक्यो अब अहिले काम सर यस्तो छ भने अब यसकै अब 1-2 हप्तापछि यो प्रायः झिलिमिली हुन्छ क्या यस्तो बवाल हुन्छ कि त्यो तिहारमा चाहिँ म तिहार चाहिँ बढी गर्छु गाइज होइन जस्तो देउसी भैली खेल्नुपर्छ रमाइलो सबै गर्नुपर्छ तिहार भने होइन सर्ट टक्कर आएर भिड यस्तो छ अनि म चाहिँ घर आइसकेँ आज त्यस्तो भ्लगमा केही खासियत भएन है अनि त्यो अब आजदेखि छुट्टी भयो हाम्रो कलेजको 1 महिना लागि ड्याममै लाएर स्कुल पनि छुट्टी भइसक्यो सबजना दसैँ राम्रोसित मनाउनु होला अब म पनि आइतबारतिर गाउँ जान्छु गाउँ भन्दा पनि मामाको अब बाबा छैन बाबा जानुभयो त्यो के छैन अब हजुर असन नि अब रमाइलोसँग गर्नुपर्छ अनि त्यो अब भ्लग म अब सिधै कि अब म गाउँको भ्लग हाल्छु किनभने भोलितिर भ्लग हाल्न सक्छु म होइन अब भोलि सपिङसँग जानु अब फेरि हिजो भने अब अघि भन्छु तपाईँलाई होइन अब कतिको सपिङ गर्नु 200-300को सपिङ गर्ने गरिदिने बल्की बस्दिने ल त्यो अनि आज भिडियो चाहिँ यति नै जो सबजनाले भिडियो मन पराइदिनु होला अनि धेरै दिनपछि भ्लग आयो अनि अस्तिको त्यस्तो घाइतेको कारणले त्यो पनि भयो अनि पछि फेरि घाइतेको त्यो हात त्यो रिपेयर हुने बित्तिकै एक्जाम सुरु भयो क्या अब एक्जामको बेला भ्लग त बनाउनु भएन किन आफूले पढ्नु पनि पऱ्यो होइन अनि त्यही भएर चाहिँ मैले नबनाएको अझै सब त एक्जाम सक्यो होमवर्क नि छ म होमवर्क अब गर्नु नि पछि चिर होइन दसैँ सकेपछि तिहारको छुट्टी बेलामा गर्नु होइन के छ र त्यही हो ल भुसारै गर्छ के भनेर अब त्यो म अब एकछिन फोन चार्ज गर्छु एडिटिङ गर्नु छ अनि गाइज ग्याङहरू सबजना जोस् मेरो युट्युब फ्यामिलीले टिकटकतिर देख्नु भएको छैन भने मलाई टक्क काल बक्स 3 भएर जानुहोस् त्यहाँ भेट्नु चाहिँ ल म बेलुका लाइभ आउँछु तपाईँहरूको सामु टक्क लाइभमा हामी मिठो गफसप गर्दै गेम सेम खेल्दै खतरा टक्क बिगेस अब हल्का अब भनौँ समथिङ त्यस्तै अब कन्टेन्ट क्रिएटरहरू आउँछ लाइभमा होइन कन्टेन्ट क्रिएटर्स हामी म्यासेज गर्नुपर्ने भेट्नुपर्ने हुन्छ त्यस्तो बिगेर कन्टेन्ट क्रिएटर त आउँदैन किनभने हामी नै बिगे छैन अब जतिको आफ्नो लेभल छ त्यतिकोसम्म बस्ने हो त्यो ग्याङ सबजना आउनु होला त्यही आइलाई चाहिँ भाइ ग्याङ ल